हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा हैन। आज चाहिँ म हलोविन डे परेको छ अनि हलोविनमा चाहिँ आज मायामी जान्छु अनि विनवुड अनि कता हुन्छ अब यसो भ्रमण गर्छौँ। हामी आज मजाले अब हलोविनमा कस्तो हुन्छ मायामीमा भनेर म देखाउँछु हजुरहरू सबैजनालाई हैन। अनि अहिले चाहिँ म साथीलाई कुर्न बसेको यहाँ साथी माथि अपार्टमेन्टमा छ। यहाँ अपार्टमेन्ट देखाइदिनु त, माथि कत्रो ठुलो अपार्टमेन्ट छ हैन। यहाँ बस्छ साथी अनि साथीलाई चाहिँ यहाँ लिन बसिरहेको। अनि अब हामी तीनजना छौँ, म अनि हाम्रो सचिन दाई यहाँ हुनुहुन्छ हैन। अनि अब साथी आउँदैछ अनि साथीलाई लिएपछि टक्क हामी गएर आज चाहिँ मजाले फोटोसुट गर्छौँ अनि सिनेमेटिक भिडियोहरू खिच्छौँ हैन। अनि भ्लगहरू बनाउँछ। अब भ्लग त अब म बनाइहाल्छु अभियसली। गाडी आए पछाडि अब गाडीलाई साइड दिनु पर्यो। कता हो? कहाँ पुलमुनि हुनु? यहाँ अपार्टमेन्ट तल छु। यहाँ पख, तिमी कहाँ छौ? पख अपार्टमेन्ट कहाँ हो? यहाँ रात कतापट्टि यो हो होइन? हेर त तिम्रो यो अपार्टमेन्ट यहाँबाट जाने होइन? यता यता पख, यहाँ देखाएर यताको क्यामेराबाट चाहिँ देखाइरहेको छु मैले। हेर त यतापट्टि होइन? सजिलो देखाइदिनु त। अगाडि बाटो यतातिर छ के त्यो पछाडीको ढोकातिर आयो। तिमी अगाडि ढोकातिर आऊ। पछाडीको ए त्यो उलाई सचिनलाई देऊ त्यो एकछिन। सचिन दाइसँगै हो भन न। सचिनलाई सचिन भन सुन्न। तिमीले नकिनिन् के भने क्या? सिमरन खान्यो किन नि त? पहिला यहाँ कहाँ हो भन न मलाई। यहाँ बाचा बस्नु हामी त लोकेसनमा एक्ज्याक्ट लोकेसनमा होइन। इम्पोर्टेन्ट कुराहरु के भने मान्छे भेटेस् नभेटेस् कमेडी हान्दिन हजुर। यहाँ हेर यो भिडियो। खै कतापट्टि हो देखाउ त। कमेडी दिन ल उ यहाँ चर्च छ के अगाडि? चर्च। ल लाइभ लोकेसन सेयर गर त। पख यो ऊ यहाँबाट राइटमा छ जस्तो लाग्यो मलाई चाहिँ हैन। यस्तो विचार गर्दाखेरि किनभने यहाँ चोकमा बस्छ है त। पख अब चाहिँ यो मान्छे यतातिर हुन्छ होला। ऊ त्यहाँ ऊ ल उता ल ल ल ल ल उता भेट्यो। यहाँ बल्ल बल्ल भेट्यो। यहाँ साथीलाई बल्ल भेटेको छ हैन। अब साथीलाई लिएर यहाँ भेट्न यस्तो गाह्रो छ मायामीमा। त्यही पनि हामी यहाँ गाह्रो भयो तपाईहरुलाई हलोविन डे देखाउन गइरहेको छौँ। यही हो हाम्रो साथी। मान्छे अहिले कता छ यहाँ लोकेसन भेट्नुभन्दा उसलाई के खानेको चिन्ता छ। ऊ के लिएर आयो रे साथी? मान्छे भेटेको छैन तिमी है? के खानी रे? हेलोइन लोकेसन त्यस्तै हो। लोकेसन चाहिँ ल है हाम्रो विवाह साथी हो ऊ चाहिँ। ल हामी अलमोस्ट विनवुड आइसकेको छौँ। तर यहाँ अझै यो माहौल चाहिँ अलिकति हामीले देखिरहेको छैनौँ यहाँ होइन। त्यही भएको भएर यसो एक चक्कर हान्छौँ। त्यहाँ अलिअलि मान्छेहरू त्यहाँ देखिरहेका छौँ हामीले त्यहाँ। त्यही भएर अहिले अलिक अगाडि बढ। अनि यता कता अलिक कन्फ्युजिङ छ कि यताको बाटोहरू। म्यापमा एउटा ठाउँ देखाउँछ तर आउँदाखेरि चाहिँ ल यता त पावर रेन्जर रहेछ है यो चाहिँ। ल मस्त छ। उनीहरूले त हिजोकै ड्रेस लाएर सुत्यो होला है मस्त त मान्छेहरूले होइन। अल्छी लाग्छ होइन। अब त्यो बनाएर भन्ने हुन्छ नि त कसैलाई त। यताबाट अलिकति देखिन्छ कि माहौल भन्ने हो। रहेछ यहाँ हेरौँ डिजाइनहरू। विनवुडको वाल्समा यस्तो डिजाइनहरू हुन्छ होइन। साह्रै राम्रो देखियो अहिलेको दृश्य। सो म चाहिँ यहाँ आइपुगेँ होइन। अब गाडी चाहिँ यहाँ राखिदिएको छु अनि अब गाडीको यहाँ तिर्नु पर्यो। यता यो क्युआर हुन्छ यहाँ। अनि यो क्युआरबाट चाहिँ यसरी कसरी जान्छु भन्दाखेरि यसरी तिर्नुपर्छ। यो एप खोल्यो पार्क मोबाइलमा होइन। अनि यो कति हो 45363 हो। 45360 पार्क हेयर भनेर गयो। मेरो गाडीको नम्बर यो भयो होइन। अनि 30 मिनट्सको $1.9 रहेछ। हामी चाहिँ बस्छौँ 40 मिनट्स 1 आवरको राखिदिएँ अहिलेको लागि। 1 आवरको लागि चाहिँ 360 रहेछ। कन्टिन्यू गर्छौँ। एप्पल पे गर्छौँ अनि यहाँबाट चाहिँ कन्टिन्यू गरेर यसरी चाहिँ पेमेन्ट सक्सेसफुल भयो हैन।
पेमेन्ट सक्सेसफुल भयो यहाँबाट केटाहरू लास्टै आतुरमा परेर आज आउन पाएको छैन बियर खाएन थालिसके होइन बियर होइन सफ्ट ड्रिङ्क्स अब यहाँ चाहिँ वुड भनेको चाहिँ इट्स लाइक अ पेन्टिङ डिजाइनिङ आर्टिस्टिकवाला ठाउँ हो होइन लक हान्दिउँ गाडीलाई लक हान्दिउँ झ्यालस्याल कतै खोल्या छ कि एकचोटि हेर्नुपर्छ किनभने यो विनवुड भने चाहिँ एकदम त्यो रिस्की एरिया हो क्या कालेहरूको बस्ती पनि छ यहाँ एकदमै होइन अनि रिस्की भएको भएर चाहिँ अलिकति यहाँ रिस्क लिनुहुन्न सबै कुरा टक्क राख्नुपर्छ ल लास्ट चाहिँ जाडो चाहिँ एकदम बढेछ होइन गाइस यहाँ माइमीमा चाहिँ अब जाडो भनेको चाहिँ खासै हुँदैन तर यो अक्टोबर नोभेम्बरतिर चाहिँ अलिकति जाडो नै हुन्छ होइन आज कप्सहरू एकदमै जता पनि छरेर बसेका छन् कडा तरिकामा अब यहाँबाट पुरै स्ट्रिटहरू सुरु हुन्छ त्यहाँबाट पुरै देखाइन्छ आजको कस्तो छ दामी पारामा होइन एकदम आर्टिस्टिक छ क्या डिजाइनहरू पेन्टिङहरू सबै दामी छ क्या यताको चाहिँ ल हामी चाहिँ यहाँ जाँदैछौँ पुरै अब यहाँ साउन्डहरू आइसकेको छ अब हामी विनवुडको लाइक ठाउँमा चाहिँ छिर्दैछौँ पुरै यस्तो भइरहेछ अब यता साइडहरूमा चाहिँ क्लबहरू छ क्या यता पुरै ल यहाँ दाइले पनि फोन गर्नुभयो अभिषेक दाइले एकचोटि हेलो दाइ हामी त विनवुडमा हो यहाँ त लास्ट बिजी छ तपाईँको उता कता छ कस्तो छ बबाल छ त्यहाँ पनि यहाँ पनि लास्ट बिजी छ आज विनवुड आइन्छ ए हुन्छ हुन्छ ल म अहिले राखिदिएको है त म आउने बेला कल गर्छु ल ल यहाँ चाहिँ पुरै डेन्जर हुन लागेको रहेछ होइन पुरै कडा छ यहाँ के शक्तिमान जस्तो छ त यो त है कडा छ त ल यहाँ स्ट्रिटहरू चाहिँ पुरै आज प्याक छ कडा पारामा मान्छेहरूको थरीको बनेको छन् सबैजना हलोविनमा स्पेसल के भइरहेको यहाँ कप्सहरू पनि त्यत्तिकै बसिरहेछन् सबजना लाइनमा पुरै भिडै भिड छ पुरै भिड हाम्रो केटाहरू कता खान् खै उता बढिरहेछन् पुरै भिड छ ल यस्तो छ यहाँ त कडा छन् मान्छेहरू थरी कस्तो खतरा लागेर के बन्यो हो यो त कडा बनेको छ यार यो त के हो है मेडल सेडल लगाएर के उतातिर रमाइलो भइरहेको रहेछ पुरै है यस्तो छ पुरै खतरा रहेछ Halloween, spooky, kooky, Halloween, Halloween,
Halloween, creepy, freaky Halloween. Witches, broomsticks fill the sky, while zombies rise from graveyards. Such a gruesome sight on Halloween night. Better hope you don't die of frights. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Moans and groans to chill your bone. A werewolf howls at the full moon. Banshees add to the hullabaloo. You know there's room in my coffin for two. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. All alone, the room goes cold. Something slithers in the shadow. Better shut your eyes, you're in for a surprise. Soon you won't fear a thing. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Witches, broomsticks fill the sky, while zombies rise from graveyards. Such a gruesome sight on Halloween night. Better hope you don't die of frights. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Moans and groans to chill your bone. A werewolf howls at the full moon. Banshees add to the hullabaloo. You know there's room in my coffin for two. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. All alone, the room goes cold. Something slithers in the shadow. Better shut your eyes, you're in for a surprise. Soon you won't fear a thing. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Halloween, Halloween, spooky, kooky Halloween. Halloween, Halloween, creepy, freaky Halloween. Witches, broomsticks fill the sky, while zombies rise from graveyards. Such a gruesome sight on Halloween night. Better hope you don't die of frights.